हेलो साथीहरु, तपाईहरु सबैजनालाई नमस्ते। अनि सबैजना आराम हुनुहुन्छ होला। आरामको कामना गर्दछु साथीहरु। म चाहिँ दिपेश कार्की। तपाईहरु सबैजनालाई मेरो च्यानलमा स्वागत छ साथीहरु। मेरो भिडियोलाई कहाँबाट हेर्दै हुनुहुन्छ लाइक, शेयर, सब्स्क्राइब, कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला साथीहरु। अनि जति पनि स्वदेशमा तथा विदेशमा बस्नुहुने आमा बुवा दाजुभाइ दिदीबहिनीहरु जो हुनुहुन्छ मेरो भिडियोलाई कहाँबाट हेर्दै हुनुहुन्छ हैन, जहाँबाट हेर्दै हुन्छ कमेन्ट, लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला साथीहरु। अनि भिडियो चाहिँ के कस्तो भइरहेछ भिडियो हेरेर पनि प्रतिक्रिया दिनु होला है साथीहरु। भिडियोहरु त खासै त्यति बनाउन टाइम छैन। टाइम नभएर भिडियोहरु अपलोड गर्न पाएको छैन साथीहरु। मैले जे जति भिडियो हालेको छु हजुरहरुले हेरेर साथ दिनु भएको छ। अब आउने दिनहरुमा पनि यसै गरी साथ दिँदै जानु होला भन्न चाहन्छु है त साथीहरु। साथी आज चाहिँ हामी यो तामाकोसी नदी किनारमा आएको। अब यहाँ चाहिँ एउटा म सानो भिडियो बनाउँछु। कस्तो हुन्छ भिडियो हेरेर साथ दिनु होला है त साथीहरु। अब एउटा यहाँको सानो भिडियो बनाएर अपलोड गर्छु। कस्तो हुन्छ, कहाँबाट हेर्दै हुन्छ मेरो भिडियोलाई लाइक, शेयर, कमेन्ट गर्न नबिर्सिनु होला है त साथीहरु। आज फेरि सेकुवा तामाकोसी नदीको छेउमा बसेर आज सेकुवा खानको लागि चाहिँ हामी यता आइसक्यौँ साथीहरु। अब तपाईहरुलाई म सेकुवातिरै लान चाहन्छु है त। के कस्तो हुन्छ भिडियो हेर्नु होला, कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नु होला अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है साथीहरु दिपेश कार्की युट्युब च्यानललाई। साथीहरु यो चाहिँ झिर हो हैन। यो झिरमा राखेर हामी यो सेकुवा पोल्दैछौँ साथीहरु हैन। यहाँ कस्तो हुन्छ साथीहरु, यो चाहिँ पाक्दैछ हैन। अब यो रेडी हुन लाग्यो। अब एकछिनमा रेडी हुन्छ। अब रेडी भएपछि खाएको पनि देखाउँला है त। अब यहाँ विष्णु सरकार हुनुहुन्छ हाम्रो विष्णु भाइ। उहाँले चाहिँ यहाँ पकाउँदै हुनुहुन्छ आजको स्पेशलिस्ट कुक हैन। यो उसको चाहिँ पुरै उहाँ हुनुहुन्छ पुरै। आज यो चाहिँ उहाँले कस्तो बनाउनुहुन्छ है त। अहिले म टेस्ट गर्छु एकताल। टेस्ट गरेपछि थाहा हुन्छ कति मिठो छ कि छैन। अब यो हामी आफैले बनाएको साथीहरु। यो हामी आफै बनाएको टक्क लाएर अब कस्तो हुन्छ अहिले अब टेस्ट गरेपछि थाहा हुन्छ साथीहरु। यहाँ चाहिँ म यो मन्थलीमा चाहिँ अलिक गर्मी छ साथीहरु। गर्मी भएको भएर अब यो गर्मीमा चाहिँ तामाकोसी नदीको किनारमा आएर हामी यो सेकुवा पोलेर खाँदैछौँ है साथीहरु। ल यो चाहिँ हाम्रो वनभोज है साथीहरु, वनभोज। अब आज चाहिँ रिफ्रेस अलि फ्रेस हुनको लागि चाहिँ यसो अब काम गरेर धेरै थाक्यो, त्यो भएको भएर यसो फ्रेस हुनको लागि चाहिँ यो हाम्रो सानो यो मिनी प्रोग्राम गरेको। त्यो भएर साथीहरु अब के कस्तो हुन्छ हाम्रो प्रोग्राम अब सबै कुरा त देखाउन सकिन्न। जे जति देखाउन सकिन्छ त्यति चाहिँ देखाउँछु है साथीहरु। ल यो टाइपको झिर बनाउनु चाहिँ सजिलो हुन्छ चाहिँ साथीहरु। मासु पोल्नले ट्याक्क त्यहाँ अठ्याएर छेउमा यसरी ट्याक्क माथिबाट चेपेर हामीले चाहिँ सिंगल टाइपको ल्याएको थियो। यो चाहिँ एकदम राम्रो रहेछ साथीहरु। यस्तो आज चाहिँ हामी यो गाई खुराको छेउमा बसेर अब हरियाली चाहिँ साथीहरु यहाँ पुरै मकैहरु यसरी खेती लाउनु भएको छ। अहिले चाहिँ खासै त्यति धेरै हरियाली त छैन। अब पानी पर्दाखेरि चाहिँ पानी पर्ने सिजन हो साथीहरु। अब चाहिँ बिस्तारै यो पुरै हरियाली हुन्छ। यो चाहिँ तामाकोसी नदीको किनारमा बसेर आज हामी चाहिँ यहाँ हामी चाहिँ तीनजना हैन यो टेस्ट गर्न जाँदैछ सेकुवा कस्तो हुन्छ साथीहरु। एकदम याम्मी छ साथी, एकदम मिठो छ है। हामी तीन दाजुभाइ मिलेर बनाएको र दामी छ है साथीहरु, एकदम मिठो छ। चारै टेस्टी। तपाईहरु बनाएर खानु होला यसरी ट्राई गर्नु होला। बनाएको देखाउनु न, एकदम ठिक छ। अनि विष्णु सरको भनाइ के छ त यसमा? यसलाई चाहिँ के हाल्नुपर्छ त बनाउनको लागि? यसलाई यो सेकुवामा तपाईको चाहिँ मरमसला सबै पुर्याउनुपर्छ। पहिला नि भिजाउनुपर्छ 1 घण्टा मासुको तेलमा। ट्याक्क भिजाएपछि ल्याएर ट्याक्क फ्रिजमा हालेर पहिला चाहिँ मासु काट्नु पर्यो नि त, सानो ठिक्कको पिस बनाएर। अनि गर्मी धेरै छ साथीहरु मन्थलीमा। अब त्यो गर्मी भयो भने अब कोसीको छेउमा बसेर एकदम आनन्द
एकदम न्यानो महसुस भइरहेछ। अब यो सेकुवा चाहिँ एकदम राम्रो छ साथीहरू। यो आफैले बनाएको त्यो भएर एकदम मिठो छ साथीहरू। अब यो सेकुवा बनाउनु चाहिँ सबैभन्दा पहिला मासुलाई अब ठिक्कको पिस पार्ने, अनि त्यसलाई चाहिने मसलाहरू सबै होइन, मसलाहरू सबै मिक्स गर्ने, अनि आधी घन्टा जति चाहिँ त्यसलाई छोपेर राख्ने साथीहरू होइन। छोपेर राखेपछि त्यो मसलाहरू चाहिँ त्यो मासुको जुन भागसम्म पुग्नु पर्ने हो भित्रसम्म जान्छ, अनि त्यसपछि चाहिँ बनाउँदाखेरि एकदम टेस्टी हुन्छ है साथीहरू। अब मासुमा जे मसला हालिन्छ सबै त्यही मसलाका आइटमहरू मिलाएर आफ्नो टेस्ट अनुसारको राख्ने हो। एकदम मिठो छ साथीहरू, मलाई चाहिँ साह्रै मन पऱ्यो। विष्णु सरकारले बनाएको यो सेकुवा एकदम मिठो छ। यो चाहिँ सेकुवाको आइटम यो। ल यो चाहिँ फाइनल भयो है साथीहरू, रेडी भयो यो खानको लागि। सेकुवा हाम्रो यस्तो छ। सुमन दाईको नाममा एउटा चढाइदियो हुन्छ। ल चेत दाई त्यहाँ लगेर बाँडिदिनु होला है सरहरू सबैलाई। हामी टेस्ट गर्ने साथीहरू, झिरमा ट्याक्क पारेर पिस पिस मिलाएर हाल्नुपर्छ साथीहरू। यसरी हालेर यो दुई साइडको हुनुपर्ने छ। तल्लो र माथिल्लो भएपछि तल राख्ने, माथिले थिचेर होल्ड गर्ने, त्यसपछि चाहिँ एकदम राम्रो हुन्छ है साथीहरू। हाम्रो विष्णु सरले चाहिँ पुरै मेहनतका साथ राख्दै हुनुहुन्छ। ल राम्रोसँगले राख्नुहोस्। एकदम रोस्ट खाने टाइपको भएछ साथीहरू, त्यही पनि सेकुवा बनाइदियो नि अब यस्तो चाहिँ साथीहरू। ल साथीहरू यो चाहिँ रेडी भइसक्यो खानको लागि। म टेस्ट अघि पनि टेस्ट गरेको, अब फेरि पनि टेस्ट गर्छु। एकदम मिठो छ, एकदम मिठो छ। सरलाई चाहिँ स्विमिङ गर्न पनि आउँछ है, आशीर्वाद सर हुनुहुन्छ, राम्रो स्विमिङ गर्नुहुँदो रहेछ। ल सरले यो चाहिँ तामाकोसी है साथीहरू। यसको मुहान चाहिँ तिब्बतमा छ। यो चाहिँ तिब्बतदेखि चाहिँ यहाँ मन्थली हुँदै गएको छ साथीहरू। यो एकदम यो चाहिँ गाई खुराको छेउमा छौँ आज हामी। यो एकदम यहाँको भ्यू पनि राम्रो छ साथीहरू। तल हरियाली, माथि अलिक सुक्खा छ। यो चाहिँ पहाड भएको भएर अलिकति भनौँ न वर्षा कम हुने भएर अलिकति सुक्खा टाइपको छ। अब असार साउनमा त एकदम राम्रो हरियाली हुन्छ साथीहरू। असोज कार्तिक मङ्सिर पुससम्म त राम्रो हुन्छ। माघ फागुन चैत चाहिँ अलिकति वर्षा कम हुने भएर त्यो बेलामा चाहिँ पात झर्ने सुक्खा मौसम भएको भएर चाहिँ अलिक सुक्खा हुन्छ साथीहरू। एकदम राम्रो छ। यो चाहिँ मन्थली है साथीहरू। मन्थलीको करमबोर्ड भन्ने ठाउँमा हामी चाहिँ आज पिकनिक खानको लागि आएको सरहरूसँग। अब सरहरू सबैको त नदेखाउँ, अब जोस् साथीहरू। यो पानी चाहिँ एकदम फ्रेस छ है साथीहरू। यो पानी खानको लागि पनि योग्य छ। यो यहाँ मन्थलीवासीहरूले चाहिँ यही पानीलाई चाहिँ बोरिङ गरेर चाहिँ पिउने पानी अथवा खाने पानी चाहिँ प्रबन्ध गरेको छ साथीहरू। सब यहाँको चाहिँ किनभने स्रोत छैन नि त, आफ्नै स्रोत नभएपछि चाहिँ यही कोसीको पानीलाई चाहिँ कोसीको पानीमा चाहिँ पानीलाई चाहिँ इनार बनाएर अनि माथि लिफ्ट गरेर चाहिँ खाने पानीको चाहिँ व्यवस्था गरेको चाहिँ साथीहरू। यो ऊ त्यहाँ पनि त्यस्तै गरिरहेको छ। यो ठाउँमा पनि माथिको लागि चाहिँ तलबाट इनार बनाएर अनि त्यहाँबाट लिफ्टिङ सिस्टमबाट चाहिँ माथि लगाएको छ साथीहरू खानेपानीको लागि। त्यो भएको भएर यो खानको लागि पनि योग्य चाहिँ पानी एकदम राम्रो छ साथीहरू यो चाहिँ। अनि मेरो भिडियोलाई कहाँबाट हेर्दै हुनुहुन्छ लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू। तपाईँहरूले मेरो भिडियो हेरेर साथ दिनुभएको छ। अब आउने दिनहरूमा पनि अझै साथ दिनु होला साथीहरू हैन। तपाईँहरूप्रति म एकदम थ्याङ्कफुल छु, किनभने तपाईँहरूले मलाई साथ सपोर्ट गर्नुभएको छ। अझै गर्दै जानु होला हैन। अनि तपाईँहरूलाई पनि म साथ सपोर्ट गर्नेछु साथीहरू हैन। तपाईँहरूको भिडियो हेरेर टाइमले भ्याएसम्म म पनि तपाईँहरूको भिडियो हेरेर साथ सपोर्ट गरौँला, कमेन्ट, लाइक, सेयर गरौँला साथीहरू। सब्सक्राइब पनि गर्नेछु र दिपेश कार्की युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला साथीहरू। अनि कहाँबाट हेर्दै हुन्छ कमेन्ट पनि गर्नु होला है साथीहरू। यहाँको चाहिँ यो भनौँ न भू बनावट चाहिँ यस्तो छ साथी। यो पहाड भएको भएर एकदम पहाड डाँडा काँडा अग्लो होचो
यस्तो छ साथीहरू हैन।